आज टियु ग्राउन्डमा सुदूरपश्चिम रोयल्स वर्सेस लुम्बिनी लायन्सको फाइनल सोडाउन हुँदैछ। रोहित कुमार पौडेलको लुम्बिनी लायन्सकी दिपेन्द्र सिंह गैरेको सुदूरपश्चिम रोयल्स आजको बाजी को मार्ला बाघ कि सिंह। सुदूरपश्चिम कि मध्यपश्चिम नेसनल टिमको क्याप्टन कि भाइस क्याप्टन। आज क्याप्टेन्सीको टेस्ट पनि हुनेछ किनकि नेसनल टिमको क्याप्टन रोहित कुमार पौडेलको लुम्बिनी लायन्स र नेसनल टिमको भाइस क्याप्टन दिपेन्द्र सिंह गैरेको टिम आज टियु ग्राउन्डमा उत्रिँदैछ। आज हामी एनपिएल सिजन 2 को एउटा नयाँ च्याम्पियन पाउनेछौँ। कुन टिमले आजको बाजी मार्लान्, के कस्ता स्ट्रेन्थ रहेका छन्, यी कुराको बारेमा एनालाइसिस गर्छौँ। वेलकम टु एनपिएल अड्डा। रोहित कुमार पौडेलको लुम्बिनी लायन्सको कुरा गर्नुहुन्छ भनेदेखि त्यसमा मिडल अर्डरमा निकोलस टिक्वेला र रोहित कुमारको फर्म अलि राम्रो देखिएको छ। स्पिनिङ अट्याकको कुरा गर्नुहुन्छ स्ट्रङ देखिन्छ र मोमेन्टमको कुरा गर्नुहुन्छ भनेदेखि यो तीनटा कुरा लुम्बिनी लायन्सको पक्षमा जान्छ भनेदेखि बलिङ ब्याटिङ र फिल्डिङमा गन रहेको दिपेन्द्र सिंह गैरेको टिममा भने टप अर्डरमा मुख्तार अहमद र भण्डारी। विनोद भण्डारीले देखाएको कन्सिस्टेन्टली तपाईँलाई कुन किसिमको गेम चाहियो, सम्हालेर खेल्ने गेम चाहियो कि एट्याकिङ गेम चाहियो कि र स्कट कभलेजिङको त्यो पेस अट्याक, यो तीनटा कुरा र जुनसुकै राम्रो खेलमा विराटनगर जस्तो टिमको टप अर्डरलाई 78 मा अल आउट गरिदिनु क्वालिफायर 1 मा, द्याट्स नट इजी। त्यो यदि कुरा गर्नुहुन्छ भनेदेखि त्यो तीनटा कुरा सुदूरपश्चिम रोयल्ससँग छ। फिनिसिङ इनिङमा छ आरिफ शेखको त्यो ईशान पाण्डेको गेम र दिपेन्द्र सिंह गैरेको खुदको गेम धेरै नै राम्रो लाग्छ। तर बलिङ अट्याक भनेको कुरा गर्नुहुन्छ भनेदेखि रोहितको टिमको मलाई बलिङ अट्याक अलिकति स्ट्रङ लाग्छ। बाँकी तपाईँलाई के लाग्छ, कुन टिमले आजको बाजी मार्ला, तपाईँको प्रेडिक्सन के छ? तपाईँमाथि चल्छ र प्लेइङ 11 के होला कमेन्ट गर्न नभुल्नु होला। जसकोमा बढी लाइक हुन्छ त्यो कमेन्ट त्यो प्लेइङ 11लाई म पिन गरिदिन्छु। थ्याङ्क यू।